टक्क सुतिएर म टक्क आएर तै हेर्ने मेरो कब्रिस्तानको भिडियो बनाउने भन्दै के डरै लाग्छ हौ कभर गर्छु यहाँ छ लिने हो कि नलिने हो पहिला दिउँसोको कामले अब मेरो त एक्सपिरियन्स छैन सुरुमा कसम कम्पनीमा रेस्टुरेन्टमा काम गरेको छैन चलिरहेको छैन भने किरा देख्यो पनि डराउँछ तर बुढी डर्नु क्या यहाँ मान्छेहरू सानो कमला लेख्नुपर्छ आबु नै भन्ने दौडिन्छ हुम्लाहरू यो चाहिँ कहिले फरक हुन्छ यो चाहिँ यही हो लुगा धोइ यो चाहिँ कस्तो हुन्छ नि अब कुनै घरमा वासिङ मेसिन आइन हुन्न त्यस्तोले चाहिँ यहाँ आएर लुगा धुन्छ हेलो गुड मर्निङ आज चाहिँ म यताको कामको लागि इन्टरभ्यू दिन आएको केही काम त्यो चाहिँ पछि भन्छु लिने हो कि नलिने हो उल्टो बाटो आएछ कहाँ धेरै हिँड्नु पर्ने उल्टो बाटो छ उल्टो गाडी चढेर कहाँ अब खेतबारी हिँडिरहेको छु अर्को बाटो अब कति 10-15 मिनट हिँड्ने भयो हुन्थ्यो यो बाटो अब 25 मिनट हिँड्नुपर्छ उता गाडी मिस चढेपछि यति गाह्रो पाइन्छ टाइम हुन लागिसक्यो ढिलो हुन्छ दौडिरहेको छु म दौडेको थिएन अलिक फास्ट हिँडिरहेको छु कस्तो खेत हो यार यो खेत कटेपछि त अर्को गाउँ आउँछ त्यहाँ छ काम पछिको गाडी चढ्नु पनि अघिको गाडी चढेर हिँडिरहेको छु नेपाल जस्तो छ है साग त तोरीको साग फेरि खेतबारीतिर आएर फेरि खेतको कामको लागि इन्टरभ्यू होला भन्दा त्यो चाहिँ होइन है अहिले भनिदिन्छु खेतको कामको लागि चाहिँ होइन राम्रै काम हो अहिले चाहिँ बाटो गाडी उल्टो चढेको अरे यो बाटोमा परेको के रुपियाँ पुरै छोपेर रोपिएको छ खेती जापानको खेती नेपाल जस्तै छ भाइ बाटो चाहिँ होइन बाटो चाहिँ नेपालको यति राम्रो हुन्न सफाइ हुन्छ मतलब सफाइ रे नेपालको भन्नु नेपालभन्दा सफाइ छ राम्रै छ नेपालको चाहिँ घर कुच्चेको हुन्छ ठाउँमा खाल्टो उकालो ढुङ्गा जे भयो नि यहाँको बाटो चाहिँ राम्रो छ जापानहरू यत्रो देखियो यसमा के रोप्छ भने अहिलेसम्म अत्तो पाउँछ यहाँ के हो यो के को झाडी यस्तो माथि के उम्रिन्छ तल फेरि अर्कै रोप्छ मुला सुला धनियाँ गाजर मुला रोप्छ तल माथि के आउँछ यसमा बुझ्नु सक्दैन धेरै ठाउँमा देखियो यहीँ घर छ यहीँ खेत छ यहीँ कब्रिस्तान यो चाहिँ कब्रिस्तान है जापानको यहीँ मान्छे बस्छ अगाडि यहीँ काम गर्छ यहीँ हिँड्छ यहीँ कब्रिस्तान छ डर पनि लाग्दैन क्या यहाँको मान्छेलाई डर पनि के लाग्नु घरमा धेरै मान्छे काममा हुन्छ नेपाल भएको दिनभरि रातभरि घरमै बस्नु पनि डर लाग्नु भन्नु मान्छे घरभन्दा धेरै बाहिर हुन्छ यहाँको के डर लाग्नु बाटो त सही छ नि उता त्यहाँ घरको बिचमा है घरको गाडी यता पनि घर कब्रिस्तान बिचमा के कुरो यो के रोप्यो सुनमा त हामीलाई स्याउ जापानिज स्याउको भन्थ्यो तर होइन त स्याउ यो स्याउ अङ्गुर खाने अङ्गुर पनि होइन अङ्गुर यसरी फल्दैन के हो त यहाँ धेरै ठाउँमा हुन्छ यहाँ चाहिँ थोरै छ अझै हिँड्नु छ हो सिधै यो बाटो सिधै गएर उतै गाडी आइरहेको छ त्यहाँबाट लेफ्ट टर्न लिएपछि फेरि राइट टर्न लिएपछि आउँछ लसुन हो कि प्याज हो प्याज कस्तो रुपियाँ प्लास्टिकमा छोपेर रुपियाँ प्याज पनि लाइन छ एउटा लाइनमा रोपेको छ प्याज लक्क उता केही नराम्रो छैन जापानिज प्याज बहुत महँगो छ एउटालाई 80 रुपियाँ पर्छ एउटा डल्लोलाई गरिबको खाना होइन धनीको खाना
नेपालमा 20 रुपियाँ किलो होला, यहाँ एउटा 80 पर्छ। अरू देश भयो नि त्यसुकै मान्छे यहाँको गरिब भयो भने गाडी चाहिँ एउटा घरमा एउटा दुईवटा भएकै हुन्छ। यो जापानको खासियत हो कि के भनौँ त्यही हो। घरबाट कुच्च्या होस् गाडी चाहिँ चिल्लो हुन्छ। यो नेपालमा लाग्छ कौवाहरू नहुनुलाई। यसो गाउँ यहाँ पनि गाडी पार्किङ हो, गाडी निकालिरहेको छ। घर चाहिँ पुरो कुच्चेको होस् तर गाडी चाहिँ अनिवार्य एउटा। साइकल चलाउनु भनेको कोही कोही मात्र हुन्छ, प्रायः जस्तो गाडी फेरि खतरा खतरा गाडी हुन्छ हो। अगाडि मुख कुच्चे जस्तो गाडी हुन्छ नि, यो चाहिँ धेरैको हुन्छ, कहिले कसो त सकिन्छ। यत्तिको बाजा बाढी पायो भने त नेपालमा फुटबल ग्राउन्ड भन्थ्यो र हामीले। यत्तिको बाजा बाढी यहाँको बच्चाहरू फेरि डिसिप्लिन हुन्छ। यत्तिको बाजा पायो भने त फुटबल क्रिकेट के खेल्दै खेल्छ हो। जापानको ग्यास यस्तो हुन्छ बाहिरपट्टि, त्यहाँ ग्यास भित्रपट्टि पानी तताउने, खाना बनाउने, कब्रिस्तान कतिजनाको कभर हो यहाँ। आज भिडियो पनि राति आएर तर्साउनु कि थाहा छैन। राति आएर मेरो कब्रिस्तानको भिडियो किन बनाइस् रे एक्लै सोच्छ भागल त टक्क सुतिएर म टक्क आएर त होइन मेरो कब्रिस्तानको भिडियो बनाउने राउन्ड क्या डरै लाग्छ हौ। हाइवे र त्यहाँ रहेछ डर भन्छ लाग्ने क्या हो। डराउनु फेरि यत्रो किरा देख्यो भने डराउँछ, तर भुटदेखि डर्नु क्या यहाँ मान्छेहरू। सानो कमला लेख्नुपर्छ अब नै भन्ने दौडिन्छ हमलाहरू। त्यो भुटपेटदेखि डराउनु क्या। मलाई डर लाग्छ जे भने कब्रिस्तानको बिचमा घर बनाउँदा त घरको बिचमा कब्रिस्तान बनाएर सुत्न सक्दैन हो। त्यसको नजिकबाट हिँड्यो भने 2 दिन सुत्न सक्दैन हो हामी त। यिनीहरू कसै सुत्छ यहाँ डेली, कभरै कभर छ। म यदि मेरो काम भइहाल्यो भने नाइट काम के गर्ने, कब्रिस्तानको अगाडि रहेछ काम गर्नु गाह्रो छ। राति आउनुपर्छ, 10 बजेको काम भयो नि 9 बजीतिर राति बाटो आउन सक्दैन हो। म त सुटमा त खाली जन पुरै यस्तो राखिन्छ धुलो नउडोस् भनेर। अब आएर माटो साटो उठाउँछ र पुरै सबै राख्ने खाली जन। ल आइपुग्यो, म इन्टरभ्यू दिन्छु। इन्टरभ्यू दिनु पऱ्यो। अब के भन्छ टेन्चोले, लिन्छ कि लिन्न। फाइनल्ली इन्टरभ्यू दिएर निस्कियो। के सोध्नु यता अगाडि सोध्यो, कुन टाइम गर्छ यो टाइम गर्छ सोध्यो। अब यो हप्ताको लास्टसम्म कभर गर्छ भनेको छ। लिने हो कि नलिने हो पहिला दिउँसोको कामले। अब मेरो त एक्सपिरियन्स छैन, सुरुमा कसैको कम्पनीमा रेस्टुरेन्टमा काम गरेको छैन, सोधिरहेको छैन भने त्यहाँ काम नगऱ्यो है। अनि सुरुमा अब नि प्र्याक्टिस गर्नुपर्छ। प्र्याक्टिस गर्नको लागि राति मिल्दैन, दिउँसो 4 बजेदेखि 10 बजीसम्म काम। बससम्म अब कहिलेसम्म गरिन्छ हुन्छ कति दिनको। त्यसलाई चाहिँ दिउँसो धाउनु पऱ्यो। 4 देखि 10 गएको 2 बजीसम्म हुन्छ। गएको सकिन्छ चाहिँ दौडिनुपर्छ, बस चढेर कि साइकल चढेर। बस चढेर आयो भने राति हिँड्दै जानुपर्छ, साइकल चढेर आयो भने फर्किँदा साइकल जानु पाइन्छ। त्यसैले 3-4 दिन चाहिँ साइकलमै उठ्न गर्नुपर्छ। ग्यास दियो हुन्थ्यो, किन बोलायो भने सोध्छु ह्यान्ड ग्यास दिन्छ भनेर। ब्याङ्क ग्यास पनि छैन छन्। सुरुमा सोध्छु ह्यान्ड ग्यास दिन्छ र ह्यान्ड ग्यास दियो भने त ठिकै छ, दिएन भने ब्याङ्क ग्यासै गर्छु। के छ र भयो नि भइहाल्यो। अब ह्यान्ड ग्यास दियो भने अलरेडी होटलमा मेरो चाहिँ पास भएर गएको छु। त्यहाँ अब अर्को मेरो काम छ, त्यहाँ ब्याङ्क ग्यास भइहाल्यो, ह्यान्ड ग्यास हुन्छ। नत्र भए त्यो होटलकोमा नगए नि हुन्छ, ब्याङ्क ग्यास यता भयो नि त्यहीमा नगए नि हुन्छ।
त्यहाँदेखि यहाँ मस्त नाइटको पाइन्छ होटेलकोमा 1 बजीसम्म काम त्यसपछि फेरि घर आउने भोलि नाइट गर्छु नि काम पनि छ अहिले अझै माटोहरू सेतो कस्तो कालो माटो हुन्छ यहाँको त सेतो घामले सुकेर सेतो भयो माटो त माटो पनि कस्तो कालो मलिलो हुन्छ नेपालमा पनि पहिला त्यस्तै माटो हुन्थ्यो अहिले त त्यो युरिया मल सोल हालेर माटो यत्रो डल्लो डल्लो सेतो सेतो माटो मल नहालेसम्म त उम्रिँदैन उम्रिने यहाँ मसा यो केटा मल हालेर त्यो माटो यहाँको लास्टै कालो हुन्छ मलिलो जेर पनि उम्रिने काम होस् जे होस् मेरो नास्ता यो दाजु यो चाहिँ कतिको फरक हुन्छ यो चाहिँ यही हो निस्केको अब बस त अझै हामीलाई भएन त्यहीँ म बसेको भए अझै त्यहीँ कुडे हुन्थ्यो उता बस स्टप अगाडि आइसक्यो अझै 15 मिनटसम्म बस त्यहाँ त्यहीँ त्यो अगाडिको सिटमा आइपुग्न बस स्टपमा आइपुग्न यो पछि अर्को बस स्टप छ त्यहाँ पुग्दासम्म चाहिँ बस आइपुग्यो टक्क यहाँ तर स्टेसन पनि छ हो ट्रेनबाट गयो पनि हुन्छ ट्रेनबाट गएपछि फेरि छेउ छ कि घुम्नुपर्छ यहाँबाट उता सिमायाबासी गएर फेरि सिमायाबासीबाट मायाबासी गर्नुपर्छ हुन्छ है बसबाट गएपछि बस ट्रेनबाट गएपछि यो गाउँ थियो अब साउन्ड थाल्यो हलचल हुन थाल्यो अब खाइस अब हिँड्न पनि तागत लाग्यो पेट फुल भयो त्यसले लुगा भिन्न 24 खुला हुन्छ कोइन रामदौरी पैसा हालेर लोन गर्ने हो आफैले चिपुन्डे आफैले गर्ने हो पैसा हाल्ने कति कसो हुन्छ लुगा धुने यो चाहिँ कस्तो हुन्छ नि अब कुनै घरमा वासिङ मेसिन नहुन्न त्यस्तोले चाहिँ यहाँ आएर लुगा धुन्छ अनि अब कुनै लुगाहरू त्यो वासिङ मेसिन लुगाहरू बिग्रिने लुगा हुन्छ हामी धुन नजानेको महँगो लुगाहरू चाहिँ यहाँ आएर धुने हो प्रायः जस्तो चाहिँ अब कुनै रुमहरूमा कुनै रुम अपार्टमेन्टमा त्यो लुगा धुनु ठाउँ हुन्न त्यो वासिङ मेसिन हुन्न त्यहाँ चाहिँ 100 रुपियाँको कति रुपियाँको 1000 रुपियाँ कतिको कार पाइन्छ त्यो कार भए चाहिँ मन्थली धुन मिल्छ कुनैमा 100 रुपियाँ हालेर धुनुपर्छ बस गइरहेको छु अब यहाँ नगाडी हिँडेर गयो भने चाहिँ बस भेट्ने पनि चान्स कमै छ अब 15 मिनटमा बस आइपुग्छ अर्को स्टप पुग्नलाई लाग्छ 20 मिनट बिचहरमा पनि बस टोक्दैन अब यही स्टपमा बसेर बस कोर्दैछु 15 मिनट जति यताउता हिँडिरहेको छु ट्रेनमा जानु ट्रेन स्टेसन पनि यहीँ अगाडि छ ट्रेन स्टेसन हेर्छ गुम्बा सोझा स्टेसन र ट्रेन कुनलाई फेरि 1 घन्टा कुर्नुपर्छ ट्रेन आउन जान त्यसमा जान सस्तो पर्छ नि त्योहरू 1 घन्टा कुर्नुपर्छ 2 बजेको ट्रेन छ भर्खर 1 बजे छ बसमा अब 15 मिनट बस कुरेर बसमा जान्छु अब होइन गर्दा हुन्थ्यो आरामले चला गाडीहरू सुस्तारै आराम चला गाडीहरू घोडा त्यति राम्रो गाडी यहाँ छ कतिमा छ ट्रेनमा यहाँको बस फेरि एकछिन अगाडि ल्याइदिन ठिक
टक्क टाइममा ल्याइदिन्छ कि कसो अगाडि ल्याइदियो भने हुन्थ्यो नि अझै 3टा लिङ्क छ मलाई अहिले थाहा भयो क्या मेरो रुम आइपुग्यो फाइनल्ली आइपुग्यो रुम बस कुदेर बस चढेर खुल्दैन फुल चाबी यार फाइनल चौकीमा यार क्या होइन